ल यहाँ बाटोमा बसेर खाएको किन हो यहाँ यस्तो बाटोमा बसेको यस्तो के खाएको हो पुरी हो र यो त बाटोमा नबस है अलि त साइडमा बसेर खाऊ है त उठ ल उठेर यता बसेर खाऊ है बाटोमा नबस यतातिर बस यता बस साइडमा है हेर त त्यो खाएको त भोक लागेको छ भोक लागेको छ तिम्रो दिदीलाई त्यही त आऊ यता बस साइडमा बस है ल यता आएर यता बस्न भन त उता बस्छ है ए रोटी कसले दिएको तिमीलाई यो रोटी बाटोमा दिएको ए बाटोमा दिएको होइन बाटोमा दिएको तिमीले पैसा दिएर अनि लिएको हो ए बाटोमा नहिँड यहाँ मान्छे हिँड्छन् यता बस्छ है साइडमा ल दिदीलाई त्यही भन बहिनीलाई बहिनीलाई पनि त्यही भन है ल